पढ्न त सबैले पढ्छ, तर सबै राम्रो गर्न र सफल हुन सक्दैन। जुन विद्यार्थीले सही ढङ्गले पढ्न सक्छ, उसैले सफलता प्राप्त गर्न सक्छ। नमस्कार, म पवन घरती मगर। आजको श्रृङ्खलामा म विद्यार्थीलाई केही सुझाव, टिप्स दिँदैछु। अध्ययनलाई प्रभावकारी बनाउन र परीक्षामा सफल हुन विद्यार्थीलाई सुझाव। एक पाठ्यक्रम पूर्ण रूपमा बुझ्नुहोस्। कुन विषय कति अङ्कको छ, कुन भाग बढी सोधिन्छ, पुराना प्रश्नहरू कहाँ जोडिएका छन्, यी सबै बुझी तयारी गर्नुपर्छ। 2. पुराना प्रश्नपत्र विश्लेषण गर्नुहोस्। गत वर्षका प्रश्नपत्र हेरेर प्रश्नको ढाँचा, स्तर र दोहोरिने विषयहरू पत्ता लगाउनुहोस्। 3. समय व्यवस्थापनमा दक्ष बन्नुहोस्। दिनमा कम्तीमा 4 देखि 6 घण्टा नियमित अध्ययन गर्ने बानी बनाउनुहोस्। 4. करेन्ट अफेयर्समा अपडेट रहनुहोस्। 5. नोट्स र माइन्ड म्याप तयार गर्नुहोस्। लामो नोट्स पढ्नभन्दा छोटो र प्रभावकारी स्मरण नोट्स तयार गर्नुहोस्। रङ्गीन पेन प्रयोग गरेर चार्ट, तालिका र माइन्ड म्याप बनाएर पुनरावृत्तिलाई सजिलो बनाउनुहोस्। 6. अभ्यास र मक टेस्ट अनिवार्य गर्नुहोस्। यसले समय व्यवस्थापन, प्रश्न बुझ्ने गति र उत्तर लेख्ने क्षमतालाई सुधार गर्छ। अफलाइन वा अनलाइन दुवै प्लेटफर्ममा अभ्यास गर्न सकिन्छ। 7. लेखन शैली सुधार गर्नुहोस्। वर्णनात्मक प्रश्नहरूमा स्पष्ट, सुसंरचित र तथ्यपूर्ण उत्तर दिनु अत्यावश्यक हुन्छ। 8. आत्मविश्वास र धैर्य कायम राख्नुहोस्। कन्सिस्टेन्सी बिट्स इन्टेन्सिटी। 9. स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनुहोस्। अध्ययन मात्र होइन, पर्याप्त निद्रा, सन्तुलित आहार र हल्का व्यायाम पनि आवश्यक छ। थकाइले स्मरण शक्ति घटाउँछ, त्यसैले माइन्ड बडी ब्यालेन्स अनिवार्य बनाउनुहोस्। 10. सही समूह र वातावरण छनौट गर्नुहोस्। तयारी गर्ने साथीहरू, शिक्षक, ट्युसन वा अनलाइन समुदाय सही छान्नुहोस्। सकारात्मक ऊर्जा भएका मानिसहरूसँग अध्ययन गर्दा मोटिभेसन र अनुशासन बढ्छ। तपाईहरूले पनि यी कुराहरू व्यावहारिक रूपमा लागू गरी अध्ययन गर्नुभयो भने पक्कै सफलता पाउनुहुनेछ भन्ने आशा गर्दै आजको श्रृङ्खलाबाट म पवन पनि बिदा हुन्छु। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।